हेलो दर्शन, नमस्ते सबैलाई। आज चाहिँ हामी खैरेनी बहिनीको घरसम्मको यात्रामा निक्लिँदैछौँ। अहिले चाहिँ हामी घरबाट अहिले नयाँ खुलेको बाटो, नयाँ पुल विमलनगर निक्लिने बाटो हुँदै हामी जाँदैछौँ। यो बाटो चाहिँ पुरै अफ रोड, पुरै त होइन, यता सुरुमा त अफ रोड छ। यता चाहिँ यो चाहिँ बनाउनु खोजिरहेको थियो, बनाइनलाई चाहिँ अब यसपालि पिच हुने भनेर गरिरहेको थियो, तर पिच चाहिँ भएको छैन। उता चाहिँ भएको छ अरे, अगाडि चाहिँ। हामी आज यो बाटोको पनि एक्सप्लोर गर्दै, ठाउँ एक्सप्लोर गर्दै यताबाट जानेछौँ है त आज हामी। ल अहिले चाहिँ हामी चाहिँ ट्याक्क कहाँ भने बडरे खोलामा आइपुग्यौँ। यो चाहिँ बडरे खोलाको चाहिँ पुल हो है। अनि यताबाट चाहिँ जाँदैछौँ हामी अहिले। यस्तो अफ रोड भए पनि पुरै अटो सटो सब चल्दिँदो रहेछ कि, डेन्जर हो कि अटोहरू त है। यता फेरि यो पुलबाट पारि आएपछि चाहिँ फेरि बाटो फेरि पिच गर्नको लागि पेलेर रेडी बनाएर राखेको रहेछ कि यता पनि बाटो चाहिँ। तर बाटो चाहिँ पिच भएको छैन है। पिच गर्ने भनेर यसपालि चाहिँ गर्ने भनेर पेल्दै थियो, तर पेलेर मात्रै छोडेको छ, पिच चाहिँ भएको छैन। ल अहिले चाहिँ फेरि यो नयाँ यतापट्टि चाहिँ यो बाटो चाहिँ पिच रहेछ क्या अगाडि आएपछि चाहिँ। यता आएपछि पिचहरू चाहिँ बिचमा चाहिँ पुरानो पिचहरू के, पहिल्यै गरेको पिचहरू यो चाहिँ है। अनि फेरि कस्तो अरे नि, यो बाटो यो पिच चाहिँ पहिला कुनै मन्त्रीले चाहिँ बिचमा आफ्नो घरमा पर्ने गरी बिच्चा ल्याएर गर्दा अरे के। 2 किलोमिटर कि 3 किलोमिटर छ यो बाटो, जम्मा 2-3 किलोमिटर मात्र छ पिच होइन, गर्दा अरे के त्यहाँ। कस्तो होला, चोर हो सबै, चोरै चोर के है। नेता सब चोर के होइन। पिच कि सुरुदेखि गर्नु कि अन्तिमदेखि गर्नु है, बिच्चा ल्याएर गर्दैछ। के गर्ने, ठिक छ जे भयो नि। बाटो चाहिँ राम्रै थियो यो बाटो, उता अफ रोड थियो, यता आएपछि चाहिँ पिच थियो। त्यस बाटो राम्रै थियो। ल ओभरट्याक हान्दै चट ए ओभरट्याक गर्नु पर्यो है। कहाँ यो यस्तो यो यमराजको पछाडि हिँडेर हुन्छ है। यो पारिपट्टि छ नि, यो पारिपट्टि चाहिँ तुरतुरेबाट जाने बाटो हो कि उताबाट। ठिक छ, यो चाहिँ पुरानै भयो होइन पिच। अब यहाँ अगाडि आएपछि चाहिँ यहाँबाट चाहिँ नयाँ पिच हो कि, यहाँबाट माथि गयो भने हामी पौडार हुँदै माथि निक्लिन्छौँ होइन, त्यो बाटो आयो नि। अन्त हामी अब यताबाट गयो भने चाहिँ यो नयाँ पुल निक्लिने बाटो कि, यो चाहिँ अहिले गरेको नयाँ पिच हो होइन। दामी रहेछ बाटो चाहिँ। ल पिच दामी गरेर, जाडो घाम लागिरहेको थियो होइन, घाम लागे पनि जाडो चाहिँ जाडो भएको थियो कि। तर बुढी चाहिँ जाडो भन्दै बोल्दै नबोली चुप लाएर बसिरहेको छ कि। यस्तो छ, के गर्ने। यस बाटो चाहिँ राम्रै बनाएको छ। यो चाहिँ नयाँ पुल विमलनगरको सबैभन्दा पुरानो बजार हो कि यो। त्यो अहिले सुकेर, पहिला मान्छे यताबाट हिँड्ने बेला सुक्थ्यो है, अहिले सुकेर बिचरा यस्तो भयो। ठिक छ, अब यहाँ चाहिँ मर्स्याङदेखिको पुल है, यो कटेपछि चाहिँ हामी तनहुँ लाग्यो। ल अहिले हामी चाहिँ गोर्खामा थियो, गोर्खाबाट तनहुँ लाग्यो। ए कत्रो यमराज हो यो अगाडि, के हो यस्तो यो यमराज, बाफ्रे। ओभरट्याक हान्नु पर्ने बाटै छैन त, ओभरट्याक गर्नलाई त। ल ल ल ल बाटो छोड। यो चाहिँ अहिले नयाँ खुलेको यातायात कार्यालय, यता छेउमा जुन देखिएको छ नि, त्यो चाहिँ यातायात कार्यालय है। यता आएपछि त चिसो रहेछ, घामको ठ्याक्क ओझेल पर्दो रहेछ, चिसो। यो बाटो अहिले चाहिँ बवाल छ कि, हेर आम्मामा, विदेशको जस्तो छ भने हेर, ट्याक्कै विदेशी लुक्स देखिएको छ कि, विदेशमा हुने बाटो जस्तो देखिएको छ। ल बवाल रहेछ है यो चाहिँ। ल यो चाहिँ अहिले पोखरा मुगलिन सडक खण्ड अन्तर्गतको चाहिँ अहिले विमलनगर, यहाँ चाहिँ ट्याक्क तल र माथि गरेर दुई खिड्किलो पनि बनाइदिएको छ नि त बाटो, बवाल बनाइदिएछ कि। बाटो चाहिँ दामी छ क्या, पुरै विदेशमा हुने पिच जस्तो देखिएको छ क्या। रफ्तार हान्दैछ क्या हामी चाहिँ अब है। घाम लागेको थियो नि त, आज जाडो नि कम छ हिजो अस्ति भन्दा, त्यो रफ्तार गुटुङटुङ दिइरहेछ क्या, बाफरे। बुढी चाहिँ फेरि कति स्पिड हालेर मलाई जाडो भन्छ। ल यतिको बाटोमा यतिको स्पिड नहान्ने त, यो त स्पिडै हाने होइन मैले, यो त बाटो देख्दै त 100 स्पिड कुद्ने जस्तो बाटो छ। अनि
तर फेरि त्योभन्दा स्पिड हान्ने होइन है कोही पनि, बिस्तारी हो बिस्तारी, पुरै सेफ राइड हुनुपर्छ। अहिले चाहिँ ट्याक्कै यो एम्पा भन्ने ठाउँमा आइपुग्यो हामी, एम्पा बजार। ए जाँदा जाँदा यहाँ तल चाहिँ ड्याम हो कि, ड्याम छ होइन, पानी बाँधेर चाहिँ एरिया छ नि यो ड्याममा। यहाँ चाहिँ पुरै त्यो बोटिङ सोटिङ पनि गराउँछ कि, अहिले बोटिङ सोटिङ गराउँथ्यो तर अहिले चाहिँ गराएर हिँड्छ, बन्द रहेछ। पहिला गराउँथ्यो यहाँ बोटिङहरू। बाटो त बवालै छ कि, अहिले त्यस्तो अफरोड हिँडेर आएको, अहिले त्यो बाटो देख्दा त आँखा चिम्लेर निकाल्नु मन लाग्ने नि। त्यो पारी देखाएको छ नि त्यो भित्तो, त्यता चाहिँ फेरि गोर्खा हो कि, यता मात्र हो कि तनहुँ चाहिँ। मलाई के थाहा भन्छन् बुढी, फेरि मलाई के थाहा, म त यताको बाटै खासै चिनेको छैन, हिँडेको छैन। नहिँडे पनि त बुढाले चिन्नु पर्यो होइन। बाटो हेर्नु न कस्तो बवाल छ के, गाडी कस्तो हुँदाको, बाफ्रे ओभरटेक गर्नै नदिन्छ गरे। के हो दाजु, जाँडी नि बाटो काटेर हिँडेको छ नि त, क्यारे हो नि दाजु त ल। जेब्रा क्रसिङ बाटो काट्ने ठाउँ भन्ने नि थाहा छैन क्या, बिच काटिदिइरहेको छ। ठिक छ पुरै ड्राइभरमा माइलेज सलाला भने जस्तो सरारा हानिदिइरहेछ क्या। हेर्नु कस्तो हाल, के हो यस्तो यो। ल दामी भयो आजको राइड त, दामी मजा आयो। बुढाबुढी सरार बाटोमा त्यस्तै बाटो, ढापटार आइपुग्नुलाई है हामी चाहिँ ढापटार। अब बहिनीको घर चाहिँ यहाँबाट पनि जानु मिल्छ कि, यहाँबाट पनि मिल्छ, तर हामी फेरि सामान पनि किन्नु छ नि त, बहिनीको घर खाली हात जानु भएन होइन, भान्जा भान्जी साना बच्चाहरू छन् नि त, त्यही भएर हामी खैरेनी गएर सामान किन्नु उताको बाटो जाने हो कि। अब आज उताडि सर्टकट थियो थिएन त। अहिले चाहिँ हामी खैरेनीमा चाहिँ सुन्तला के साइडमा पुरै सुन्तला मात्र राखेर चाहिँ सबजना, हामीलाई फेरि सुन्तला बाहेक अरू पनि चाहिएको छ नि त, त्यही भएर हामी चाहिँ अलि अगाडि चोकतिर गएर त्यो पसलतिर हेर्छौँ के छ त्यहाँ है, के पाउँदो रहेछ। ल यतैतिर रोकिदिउँ होला, यतैतिर रोकिदिउँ न त है, यता केही छ कि हेरौँ, यहीँ यतै रोकिदिउँ ल। यहाँ छ जस्तो छ, अरू पसल पनि छ जस्तो छ फलफुलसँगै, यहाँ हेरौँ के रहेछ। ल यो सुन्तलाको त्यो दिदीले पुरै सुन्तलाको बुढीलाई चाहिँ यसको यतिवाला भन्दैछ, राम्रै खालो लगिदिउँ न त भनेर हामीले चाहिँ अब योवाला चाहिँ छानिदिउँ न, यो हालौँ। मैले पनि सहयोग गरिदिइरहेको छु कि बुढीलाई सुन्तला छान्नलाई, चाँडै हुन्छ भनेर छानियो। अरू पनि के हाल, हामीले फलफुलहरू पनि किन्यौँ है, अनि त्यसपछि अर्को के छ, स्याउ किनियो, अनि त्यस पछाडि अरू पनि बच्चाहरूको लागि सामान। ल कति भयो दिदीलाई सोध्नु पर्यो, पैसा पनि दिएर, अनि अब चाहिँ फिर्ता दिइहाल्नुभयो दिदीले होइन। चाहिँ यताबाट गइदिउँ चल्दिउँ, हामी जाडो छ, ग्लोभ्स त लाउनै पर्यो होइन, ग्लोभ्स लाएर अनि त्यस पछाडि चाहिँ गइदिने हो। अब यहाँबाट फेरि फर्किनु पर्यो क्या हामी, रिटर्न ब्याक हुँदै तल आएर, बाटो चाहिँ तलबाट क्या, यहाँ अगाडिबाट चाहिँ राइट लागेर भित्र राइट लागेर जाने हो। चाहिँ हामी राइट लागेर भित्र छिरियो होइन। अब चाहिँ यहाँबाट फेरि लेफ्ट लागेर यता चाहिँ फेरि बाटो अफ रोड रहेछ कि, यता चाहिँ फेरि कच्ची छ नि त बाटो। के हो यहाँ त पुरै डम्पिङ गरेर राखेको छ गिटीहरू त, ल गिटी बालुवाहरू क्रसर रहेछ क्या पहिला है। अफरोड ठिकै छ, अफरोड राइड गर्नु पनि मजा आउँछ क्या, अफरोड राइडको छुट्टै मजा छ। ल बाटो त यता त हिलो पो रहेछ के हो यो असोसँग जस्तो बाटो,
ठिक छ ठिक छ ठिक छ। ए अफ रोड भयो नि, हिलो मैलो जे भयो नि कुद्दिने हो सर र यो नि फेरि पुल चाहिँ मर्स्याङदेखि पुल हो कि यो तर्सी हामी चाहिँ यता चाहिँ गोर्खा हो क्या, मेरो मेरो बहिनीको घर चाहिँ फेरि गोर्खा नै पर्छ नि त। ल हामी गोर्खा लाग्यो, फेरि अब गोर्खाबाट तनहुँ गर, फेरि चाहिँ फेरि गोर्खै लाग्यो। के हो मान्छे आज के रहेछ है, टन्नै मान्छेहरू छ नि त, बाफरे के रहेछ यस्तो फेरि मान्छे कति धेरै हुन्। ल हामी फाइनल्ली हामी चाहिँ बहिनीको घर पुगियो है, घरमा चाहिँ कोही छैनन्। के हो फाइनल्ली। ल ल खै गाईहरू पनि पालेर छन् त। ऊ भान्जा उताबाट ए मामा भनेर बोलाइदियो, पुरै फुरफुर गर्दै आउलान् भनेर त पुरै न्याङ्ग पर्दै ङ्याचिङ गर्दै आइरहेछ नि त भान्जा त।